टसिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत, परमपन्त दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। एउटा शान्तिपूर्ण संसारको लागि करुणाको अभ्यास, परमपन्त दलाई लामा ज्यूको भनाई। जावोम्बोमा 121 जना तिब्बतीहरू हिरासतमा। सिजोङ पेम्बा छिरिङद्वारा सिटिएसए स्कुलहरूको भ्रमण। तिब्बत ब्युरो जेनेवाद्वारा भारतमा चीनको सञ्चालनबारे छलफल। पेरिसमा 20औं हिमालय पर्वको आयोजना। तिब्बतीहरूद्वारा 61औं प्रजातन्त्र दिवसको आयोजना। अब समाचार विस्तारमा। परमपन्त दलाई लामा ज्यूले मनको शान्ति प्राप्त गर्नको लागि करुणाको अभ्यास र त्यसको महत्त्वलाई पुनः जोड दिँदै एक शान्तिपूर्ण संसारको सिर्जना गर्न अपिल गर्नुभयो। एसियाई बौद्धहरूको एक समूहको अनुरोधमा मध्य मक्का अवतारको शिक्षाको दौरान परमपन्त ज्यूलाई चिन्ता, अवसाद र आतंकको हमलाहरूले हटाउने तरिकाहरूबारे सोधिएको थियो, जसमा परमपन्त ज्यूले निराश हुनुको साट्टा पीडाको कारण, त्यसको पहिचान र ती कारणहरूको समाधान पत्ता लगाउनु सल्लाह दिनुभयो। 동해 주모 로슝 맞아베체 동해 주자자니 동해 뽕야기 털이야 러고레스 어디리샤 진짜 심 shum다나 파야가게 메도가 다심 머슈버체 पोवाकी टोवाकी। चिनिया अधिकारीहरूले हालमा सेर्सुल काउन्टीको जावोम्बोबाट 121 जना तिब्बतीहरूलाई परमपन्त दलाई लामा ज्यूको तस्बिर राख्ने र निर्वासनमा तिब्बतीहरूलाई सम्पर्क गर्ने आरोप लगाई हिरासतमा राखिएको छ। चिनिया अधिकारीहरूले गत हप्ता शुक्रबार जावोम्बो टाउनसिपबाट 8 जना तिब्बतीहरूलाई गिरफ्तार गरेका थिए र 113 तिब्बतीहरूलाई पहिलोदेखि नै गिरफ्तार गरेको थियो। चिनिया अधिकारीहरूले परमपन्त दलाई लामा ज्यूको तस्बिरको लागि उनीहरूको घरहरूको गहिरो खोज गरेका थिए। स्रोतका अनुसार ती हिरासतमा राखिएका तिब्बतीहरूमध्ये एक भिक्षु, एक महिला र 2 जना पुरुषलाई मात्रै हालसम्म रिहा गरेको छ। बाँकीहरू सेर्सुल काउन्टीको हिरासतमा राखिएको छ। 5 बाँकी सिटिएसए स्कुलहरूको वर्तमान स्थितिको आकलन गर्न र उनीहरूको दृष्टिकोण र सुझावहरूलाई बुझ्नको लागि यी स्कुलहरूको सम्बन्धित कर्मचारीहरूसँग छलफल गर्न सिजोङ पेम्बा छिरिङ, शिमला, हावापुर, मसुरी, दार्जिलिङ र कालिम्पोङमा स्थित सिटिएसए स्कुलहरूको आधिकारिक भ्रमणमा हुनुहुन्छ। सिजोङले यस हप्ता मङ्गलबार सोलनको दोलन्ची बोन तिब्बती बस्तीको भ्रमणको क्रममा मेरी गुम्बाका आध्यात्मिक प्रमुख 34औं क्याप्चे मेरी ठिन्जीको दर्शन प्राप्त गर्नुभयो। त्यसपछि सिजोङले दोलन्चीको सम्बोटा तिब्बती विद्यालयको भ्रमण गर्नुभयो। गत हप्ता तिब्बत ब्युरो जेनेवाले भारत र विश्वभरि चीनको विस्तारवादी एजेन्डा र मानव अधिकार उल्लङ्घनको मुद्दाबारे छलफलमा भाग लिनुभएको छ। तिब्बत ब्युरोका संयुक्त राष्ट्र अधिवक्ता कालदेन छोमोले तिब्बतमा मानव अधिकारको निरन्तर उल्लङ्घन र 60 वर्षदेखि तिब्बतीहरूको पीडक र मानव अधिकारको सार्वभौमिकताको रक्षाका लागि ठोस र सामूहिक प्रयासको आह्वान गर्नुभयो। सो छलफलमा विश्व युगुर कङ्ग्रेस चिनिया मामिला खण्डका इशाद कोकबोर, नयाँ भारतका संस्थापक सम्पादक र एक रणनीतिक मामिला विश्लेषक आर्थिक टिकु, कम्युनिजम विरुद्ध क्यानेडियन गठबन्धनको सहसंस्थापक र उपाध्यक्ष सेन सुई र दक्षिणी मङ्गोलिया मानव अधिकार सूचना केन्द्रका निर्देशक एङ्गेबहादुर तोकोचोकले चीनको निरन्तर औपनिवेशिक गतिविधिको बारेमा चिन्ता व्यक्त गर्नुभयो। भर्चुअल प्यानल संयुक्त रूपमा भारत आधारित थिङ्क ट्याङ्कद्वारा चीनको पदचिह्न र भारतमा नक्सा प्रभाव सञ्चालन शीर्षकको आफ्नो अध्ययन रिपोर्टको रिलिजसँगै आयोजित गरिएको थियो। पेरिसले गत हप्ता शुक्रबार 3 दिने 20औं हिमालय महोत्सवको आयोजना गरेको थियो। सो उद्घाटनमा म्याडम पियर म्यारी, संसद श्रीमती एलिजाबेथ टोटु पिकार्ट, सुश्री जेनेभेभ गोरिगोस, नगरपालिकाका काउन्सिलर प्रतिनिधि टसी फुन्चोक र ब्युरो दु तिब्बतका सचिव नामजेल समरुपको उपस्थिति हुनुभएको थियो। प्रतिनिधि टसी फुन्चोकले एक उच्च प्रोफाइल राउन्ड टेबल बैठकको क्रममा हालै जावोम्बोमा भएको तिब्बतीहरूको गिरफ्तारीहरूलाई प्रकाश पारेका छन् र उनले जबसम्म तिब्बती आत्मा जीवित छ चीनलाई चुनौती दिइनेछ भन्नुभयो।
महोत्सव मेसन दु तिब्बत र ब्युरो दु तिब्बतद्वारा आयोजित गरेको थियो र फ्रान्समा भएका तिब्बती समुदायले महोत्सवको लागि जबरजस्त समर्थन देखाएका छन्। ताइवान, लन्डन, क्यानबेरा, जापान, दक्षिण कोरिया र फ्रान्स सहित विश्वभरमा भएका तिब्बतीहरूले तिब्बती प्रजातन्त्र दिवसको 61औं वार्षिक उत्सव मनाएको थियो। तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा तिब्बती दूतावास कार्यालय, तिब्बतका लागि ताइवानको संसदीय समूहले संयुक्त रूपमा 17 बुँदे शान्ति सन्धिमा चिनिया कालानुक्रमिक घटनाहरू र तथ्यहरूको व्यवस्था गरी शान्ति सन्धिमा हस्ताक्षर गर्नको लागि एउटा पुस्तकको अनावरण गरेको छन्। तिब्बतको शान्तिपूर्ण मुक्तिलाई लिएर चीनको झुटले उजागर गरी तिब्बतीहरूले दशकौंदेखि चिनिया उत्पीडनको पूर्ण सत्यको बारेमा चिनिया पाठकहरूलाई प्रकाश पार्ने यो पुस्तकको उद्देश्य हो। यस पुस्तकलाई खाङजोङ प्रकाशनद्वारा प्रकाशित गरिएको छ। सामान्यतया लोकतन्त्र र विशेष गरी निर्वाचनमा तिब्बती लोकतन्त्रको बारे अस्ट्रेलियामा बस्ने तिब्बतीहरूको बीच अधिक जागरुकता पैदा गर्नको लागि तिब्बत सूचना कार्यालय क्यानबेराले एसीटी तिब्बती समुदायको सहयोगमा तिब्बती प्रजातन्त्र शीर्षकमा एक वेबिनारको आयोजना गरेको थियो। जापान र दक्षिण कोरियामा तिब्बती लोकतन्त्रको विकासमा तिब्बत टिभीद्वारा एक 15 मिनट भिडियो प्रसारण गरेको थियो। मरियनको विशाल मूर्ति मुनि एक अस्थायी वेदी पेरिसको ऐतिहासिक फ्रेन्च रिपब्लिक स्क्वायरमा बनाएको थियो र तिब्बती प्रजातन्त्र दिवसमा सयौं तिब्बतीहरूले झण्डाहरू फहराएका थिए। मेयर काउन्सिलर एलिजाबेथ बैप्टिस्टले बल्थन वनमा तिब्बती समुदायको लागि उनको समर्थनको आश्वासन दिनुभयो र लन्डनमा वेल्थन वन टाउन हल बाहिर तिब्बती प्रजातन्त्र दिवस उत्सवमा सामेल हुन पाएकोमा खुसी र विशेष अधिकार व्यक्त गर्नुभयो। बेलायतको तिब्बती समुदायले यस हप्ता शनिबार लन्डनको ओल्ड टाउन हल स्ट्याटफोर्डमा 50औं स्थापना दिवस मनाएका थिए। यो समुदाय सन् 1971 मा बेलायतमा बस्ने तिब्बतीहरूको एउटा सानो समूहले स्थापित गरेको थियो। यो अवसर लगभग 300 भन्दा धेरै तिब्बती र तिब्बती समुदायको समर्थकसँग मनाएको थियो। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टसिदेले नमस्ते।